हेलो एभ्रीबडी, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज तपाईँलाई एउटा कुरा भन्न गइरहेको थियो। प्रिजमा नि के भनिरहेको छ, हामी बजार जाँदै थियौँ। म एक्लै 30वटा पानीपुरी खाइसक्छु भन्ने च्यालेन्ज ल्याएको थियो। यदि यसले 30वटा पानीपुरी एक्लै खायो भने त्यसलाई पर पानीपुरीको 10 रुपियाँको दरले 30वटा पानीपुरीको होइन म पैसा दिनेछु। यदि सकिने भने यसले उल्टे मलाई 10 रुपियाँको दरले 30वटा पानीपुरीको पैसा दिनेछु र पानीपुरीको पैसा पनि खुद यसले नै पे गर्नेछ है त साथीहरू। यता त साँच्चै खाइसक्छस् नि पक्का। फेरि खाइ सकिनेस् भने उल्टे पैसा तिर्ने नि अनि पक्का हो। फेरि खाइसकिनेस् भने उल्टे फेरि पैसा पनि तिर्ने अनि एउटा पानीपुरीको 10 रुपियाँको दरले 30वटा पानीपुरीको पैसा मलाई दिनुपर्छ। साथीहरू हामी दुईवटा पानीपुरीको लागि हिँडिसक्यौँ। अहिले देख्न सक्नुहुन्छ खाइसक्यो कि सक्दैन, पुरा हातेर थाहा पेटाइरहेको थियो। भिडियोमा बनिरहनु साथीहरू है त। देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ पानीपुरीको लागि रवाना भइसक्यौँ है त। अब भेटिन्छ कि भेटिन्न, जहाँनिर भेटिन्छ त्यहीँनिर पाउँछु सक्छ कि सक्दैन। कतिको एक्साइटिङ छेस्, पक्का खाइसक्छस्। नखाइसकेस् भने त यार बेइज्जत भइहाल्छ। तेरो फेरि धेरै अन्ना लुगा पक्का खाइसक्छस् नि। हेर आउँदैछ पानीपुरीको ठेला पारिछ साथीहरू, आउँदैछ ऊ। 300को पानीपुरी खान्छु भने यदि खाइसकिने भने उल्टे यसले मलाई त्यही त खाइसकिनेस् भने यदि उल्टे तैँले मलाई दिनु पर्यो हो कि नै? मैले खाइसकेपछि म दिन्छु। यदि खाइसकिनेस् भने त तैँले तिर्ने हो पानीपुरीको पनि प्लस त्यो 1 पिसको 10 रुपियाँ पनि। त्यत्रो खान्छ 30 सकिन्छ खाना। ती त 500वटा खान्छु भने खान। यदि खाइसकिनेस् भने मेरो कोही आउनुहुन्छ भने आउनुहोस्, अफर लागेको छ यहाँ। च्यालेन्ज कम्प्लिट गरिनिस् भने फेरि उल्टे तैँले दिने सोचिहाल्नु हो। हेर भिडियोमा बनिरहनु होला साथीहरू, सक्छ कि सक्दैन खुब नाटक देखाइरहेको छ मलाई। देख्न सक्नुहुन्छ साथीहरू पानीपुरीको ठेला पनि आइसक्यो। अङ्कल आउनु यहाँ। त्यसलाई मैले भनेको छु कि यदि 30वटा पानीपुरी खाएपछि पर पिस पानीपुरीको 10 रुपियाँ दिन्छु भनेको छु। खाइसक्छु कि नै? ल खुवाउन सुरु गर्नुहोस् त अङ्कल। पानीपुरी पिरो पनि बनाउनु पऱ्यो र कहाँ हुन्छ त्यस्तो। त्यो नर्मल त खाइहाल्छ नि 30वटा। 30वटा पानीपुरी ट्याक्कै खाइसक्छु कि पानीपुरी खान स्टार्ट भइसक्यो साथीहरू है त। पहिलो दोस्रो पनि तेस्रो पनि कप खाइरहेको त नरोकेर। त्यो खाइहाल्छु क्या हो। गरिरहनु होला अङ्कल। कतिवटा भयो? 5वटा खाइसक्यो नि साथीहरू यार। यो त हन्तकाली हो क्या, खाइहाल्छु क्या। 5वटाको 50 रुपियाँ जितिसक्यो साथीहरू। योसँग 6वटा हुन्छ साथीहरू, 60 रुपियाँ। ल 70 गनिरहनु पैसा कमाइरहेको छु क्या यसले। 8 भइगयो, 80 भइसक्यो अरे। ल 10 पिस, अझै 20 पिस छ। सोचिहाल, अझै पनि क्विट गर्न सक्थ्योस् यार। 11वटा खाइसक्यो साथीहरू, हेर्नुहोस् हालत खराब भइसक्यो। ओहो के छ, उसले 30वटा पानीपुरी खाइसक्यो कि नै साथी? 100वटा गाह्रो छ। 13वटा 13 भइसक्यो अहिलेसम्म।
हालत खराब त भएन, हालत त अलिअलि खराब भइसकेको छ। गाह्रो छ साथीहरू, थाकिसक्यो, रातो भइसक्यो। 18वटा भइसक्यो। खाल्छु क्या यार। 18वटा खाइसक्यो। 19 तर्साउने बनाइदियो कि 20 अब 10वटा ख्याल गर्ने। 364 564 300 तैँले जितिस् त, जितिस् खाइसकिस् भने। 6वटा बाँकी, अझै हालत खराब भएको छैन। ट्विट गर्न सकिन्छ अझै पनि। 5वटा बाँकी। लास्ट एक गाह्रो छ। सक्यो। 300 रुपियाँ चाहिँ कति भयो अङ्कल तपाईँको? 150 300 ल त अङ्कल है, ल देख्यो न 30वटा पानीपुरी खानेवाला मान्छे गाह्रो छ। ल ल ल हुन्छ ल। कस्तो लाग्यो 30वटा पानीपुरी खाएर? यस्तो मजा आयो, अझै खान मलाई चाहिँ 20 पैसा 300 चुना लगाइदियो साथीहरू, देऊ मैले 300 रुपियाँ गोजीबाट फेरि साथीहरू 300 रुपियाँ चुना लगाइदियो। यो भिडियोमा 500 भ्युज र मेरो युट्युबमा 100 सब्सक्राइबर पुरा भयो भने त्यसैमा म अर्को फेरि एउटा नेक्स्ट च्यालेन्ज लिएर आउनेछु साथीहरू। मेरो युट्युबमा 100 सब्सक्राइबर पुरा भयो भने है त। म टिकटकमा पोस्ट गर्छु, मेरोमा 10,000 भ्युज गयो भने मैले फेरि च्यालेन्ज गरिदिनेछु त। ठिक छ ल, म च्यालेन्ज एक्सेप्ट गर्छु साथीहरू। अर्कोचोटि 50वटा पानीपुरीको। ओके। अनि त्यतिखेर जित्छ कि जित्दैन त्यतिखेर थाहा हुन्छ। त्यही पनि यतिका तौ थाहा खाइसकेको थिएन। मटस त भएको छैन, अह त्यही भएको छैन। चिलमा चिज 30वटा पानीपुरी खाएर पनि चिलमा चिज त अझै। अझै एक हप्ता अनि खाइदिन्छु। म त घुम्ने भएँ साथीहरू, भुक्कै थियो। एकदम गाह्रो भयो साथीहरू। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। सब्सक्राइब टु मिस्टर गड एन्टीलाई साथीहरू है त।